4 घन्टाको बाटो हिँडेर स्कुल जानुपर्छ, 4 घन्टाको बाटो हिँडेर घर पुग्नुपर्छ। यस्तै छ। यो रोटी खाने तयारीमा छु। मम्मीले बनाएर झोलामा राखिदिनु भएको थियो। रोटी र साग, यस्तो हरियो साग र रोटी खाँदैछु। अब करिब 1-1.5 घन्टाको बाटो म हिँडेर स्कुल पुग्ने छु र रोटी खाँदैछु। म जङ्गलमा रोटी खाने कार्यक्रम भइरहेको छ अनि भोक पनि लागिसक्यो। 7 बजिहाल्यो। जाहिर खान गाह्रो छ हौ साथीहरू। 4 घन्टाको बाटो हिँड्नुपर्छ हौ। मजाले रोटी चपाउँदैछु है। अब के गर्नु, मास्टरको जागिर पर्यो, नखाइ नहुने। 4 घन्टाको बाटो हिँडेर स्कुल पठाउनु पर्छ। दुईटा रोटी राखेको थिएँ, अब खाएर फेरि बाटो लाग्नेछु। अब थोरै पछाडि गाउँ भेटिँदैछ। मेरो भिडियो लाइक, कमेन्ट र सेयर गर्नु होला र जीवनमा दुःख गर्नुपर्छ भन्ने कुरालाई सम्झिनु होला है। दुःख नगरे सुख पाइँदैन।